खोल्नु पर्दैन विधिवत भित्राउनको लागि एकदमै आभारी छौँ हतार छौँ अब हजुरको स्वीकृति हामी अपेक्षा कोपीको मुख छैन कसो हुन्छ नि कुरा माथियो त खिच्नै सक्छ के रे तपाईको फुलको भयो कसै कोपीले भन्नु त नि यहाँ चाहिँ यता ठुल्यामा कोपीले भलेर दिनु गनेर दिनु है कोपीले हाम्रो दिदीले नि कोपीलाई दिनु पर्ने अनि त्यही त कोपीले भनेको आमाले भन्छ अनि कोपीले नपरेर तीन मुखे छैन बन्द खोली होइन उता नाच्दै त्यहाँ राखेर बन्द गर्ने खोल्नु हो अब कोपी फेरि उस्तै रहेछ बान्नु नजान्ने दिनु न अब कोपीले नि दिनु भने ल अब छोरी तिमीलाई यहाँ माग्न आयो त्यो कारणले हामीले अब दिउँ भनेर दिनु छोरीलाई दिएको छौँ तिमी राजी खुसी सर आज तिमी हिजोसम्म हाम्रो ताका लाखामा जाँदैछु तिम्रो शुभ होस् राम्रो भनेर दिनु त आजबाट तिमीलाई हामीले पठाएको रे यो के छ कसो लिनु हामीलाई नि मन थियो जुग जुग 1000 तर के गरे एक दिन छोरीको घरमा हामीले पठाउनु पर्छ दिनै पर्छ त्यही कारणले रुनु हुँदैन खुसी भएर बाबु माइतीलाई आमाहरू सबैलाई हाँसेर बारी लो प्राकृतिक नियम हो हैन गुड ल हाम्रो मुटुकै टुक्रा अब हामीले चाहिँ ज्वाइँलाई सुम्पिदिउँ ज्वाइँले माया राखोस् हेला गति नगरोस् दुःख त हामीलाई पनि लाग्छ तर पनि छोरी एक दिन जानै पर्ने हो होइन तिमीले हामीलाई बेला बेलामा माइती सम्झेर आउनु दुःख नमान्नु होइन आमाहरूले त मलाई दिएर पठाएर तिनी जस्तै थुप्रै छोरीहरू दिनु अझ पनि बाँकी छ हामीले यता तिनी बेला हामीलाई यसरी रुने हैन यो बेला ताली चाहियो भने हैन तिलुङहरुको सन्तानसँग सम्पन्न गर्नु हैन छ छोरी हो ताली बजाउनु